घाम आयो पानी पर्दैन यस्तो छ यो घाम। ल तपाईँहरूको गिरातिर नि यस्तै भइरहेछ भने यसो कमेन्ट हान्नुहोस्। ल हेर्नुहोस् यस्तो बवाल छ कि बादल भ्यू। ल गाइजहरू हामी चाहिँ आज खेत रोप्न आएको। यस्तो छ खेत रोप्न आएको असारको बेलामा मौसम यस्तो छ हैन। ल हेर्नुहोस् घाम लागेर पुरै मस्त छ। यस्तो छ यो घाम। ल खेतको अवस्था यस्तो छ, पानी छैन केही छैन। पर्सद दाइहरूको खेत रोप्दै आज चाहिँ हामी। आज असारको 20-21 गते बितिसक्दा पनि यस्तो छ है खेतको अवस्था चाहिँ यस्तो छ। हेर्नु खेतमा पानी छैन, अगस्तबाट पानी पर्दैन, कस्तो तनाव छ। यो गरममा पानी लगाएको 1 घन्टा जति हुन लागिसक्यो, अहिलेसम्म यो अझै भरिएको छैन राम्रोसँग। कतिखेर भरिन्छ थाहा छैन। आज चाहिँ पुरै भ्यू हेर्न जस्तो भइरहेको, पुरै आकाश निलो बादल चटक्क लाएर। ल हेर्नुहोस् यस्तो बवाल छ कि बादल भ्यूहरू चाहिँ। माथि चाहिँ आमा भाउजू बोजेहरू चाहिँ खेत रोप्दै हुनुहुन्छ। पानी हिजो चाहिँ बिहानसम्म यो खेतहरू सबै भरिएको थियो पानीले, अहिले चाहिँ केही पनि छैन, सबै सुकिसक्यो घाम लागेर। ल हेर्नुहोस् यहाँ माथि चाहिँ धान रोप्दै हुनुहुन्छ। के छ बजे आमा भाउजूहरू खबर? धान रोपेको घाम आयो पानी पर्दैन। घाम त खत्रै लाग्यो नि भने लाग्नु त। एक्लै धान हो यो चाहिँ। ल ठिक छ। सन्तोष दाइको बुढी बेसरदेखि आएर टक्क धान रोप्दै हुनुहुन्छ। ल हेर्नुहोस् पछि चाहिँ एक्लै रोप्दै हुनुभयो यता चाहिँ। ल गाइज यस्तै हो हेर्नुहोस्। अब असारको बेलामा घाम लागेर घाम ताप्न हिँडे जस्तो भइरह। अब के गर्ने यस्तै छ है। ल सबैजना राम्रोसँग रोप्नु। ल अब लास्ट एउटा गर जस्तो छ, त्यसपछि भात खाने ल्याम्लुम घरतिर चल्दिने हो नि। ल हामी चाहिँ बेसीमा है, बेसीमा। यता माथि मल्तुङ भिर पनि देखिए बवाल। के भन्नु अरे बजे? यस्तो अवस्था यो पानी नपरेर पानी नभएर खेत रोप्न नपाएको अवस्था तपाईँहरूकोतिर पनि छ कि हाम्रोतिर मात्रै हो गाइस? हाम्रोतिर त सबैतिर यस्तै भइरहेको, पानी नभएर जताततै बाँझो भइरहेको। खेतसेत रोप्नै पाएको छैन। हिजो हाम्रो 1 दिन रोप्यो, आज यो पर्सद दाइहरूको 1 दिन रोप्ने भनेको यो आज पनि यस्तै भयो। घाम लागेरै घामै डेन्जर लाग्यो क्या। एकछिन सकिँदैन। ऊ गोरु आत्तिएर शीतलतिर भागिसक्यो। सक्दैन गोरुले नि मान्छेले पनि। यस्तो दिनमा कसरी काम गर्ने यार। ल हेर्नुहोस् पर्सद दाइले चाहिँ चट्ट कुलो बनाउँदै कुना खनेर। के हेर्ने? त्यो अलि तल भुइँको धेरै भित्ता निस्किएर त्यही भएर सिद्ध बनाइदिएर उसले चाहिँ। यस्तो छ बास्याङतिर हामी चाहिँ पुरै घामले हानेर लास्टै शीतलमा त बस्नै पऱ्यो, कि हेर्नु सकिँदैन नत्र भए। के भएको यस्तो यार, असारको बेलामा पनि यस्तो छ यार मौसम यार। घामले डेन्जर सेक्ने यार। यत्रो पानी लगाउनु पर्ने छ पाइपबाट सानो पानी लगायो। यत्रो छ, यत्रो पानीले अनि यत्रो गर कहिले भर्ने, कहिले रोप्ने। ल हेर्नुहोस् यहाँ फेरि कोदालो नाप्ने कार्यक्रम भइरहेछ। ल गाइज तपाईँहरूकोतिर नि यस्तै भइरहेछ भने यसो कमेन्ट हान्नुहोस्। हाम्रोतिर त यस्तै हो। यो अब खेत रोप्न आगो, खेत रोप्न नि पाइएन, झन् यस्तो छ। पानी सानी छैन, अगस्तबाट पानी पर्दैन।
अब गाह्रो छ कि चाहिँ हाम्रो भान्जा सोल्टी यता छ जम्मा यत्रो हो क्या पानी नै गोरुले अगाडि अगाडि जोत्दै जाने मान्छेले पछाडिबाट यसरी गोरुले जोतेको सियोमा पानी लगाउँदै हिँड्ने गर्नै पर्यो यति भयो नि यसरी भयो नि जोत्नै पर्यो हेर्नुहोस् गाह्रो छ यस्तो घाम चाहिँ डेन्जर लाग्यो यार चैत वैशाखमा कि केमा हो लाग्छ नि घाम डेन्जर गर्मी हुने तरिकाले साउन भदौतिर हो कि केमा हो त्यस्तै घाम लागेको छ है घाम चाहिँ जोतेको ठाउँमा पानी छैन फेरि यो तलतिर चाहिँ फेरि सबैमा पानी भरिराखेको छ यो तलतिर चाहिँ पुण्डे भाइको अरे पुण्डे भाइको बारीमा चाहिँ मस्त पानी छ है पुण्डे भाइको चाहिँ सबै गरामा मूलै मूल रहेछ जस्तो छ सबतिर पानी भरिएको छ पुण्डे भाइकोमा चाहिँ यहाँ माथि गरामा चाहिँ छैन फेरि हातमा घाउ भइसक्यो यार हिजो एक दिन खन्दैमा जङ्गलै जङ्गल जङ्गल नि बवाल छ फेरि यतातिर चाहिँ हेर्नुहोस् फेरि कालो गोरुले चाहिँ हानिदिन्छ फेरि मान्छेलाई जुरुक्कै हो उसले त हेर्नुहोस् एकजना जोत्ने एकजना पछि पछि पानी लगाउँदै हिँड्नुपर्छ ल गाइस अब म नि अलि लगाउनु पर्यो ल है त